Hello guys, नमस्ते ल्यासु फ्याबुला फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ मैले चाहिँ नेपाली स्न्याक्सको चाहिँ हल्का मुखबाङ गर्नु लागेको छु है। मैले नेपाली स्न्याक्स पिरो पिरो के छ अब म सुरु गर्छु है साथीहरू। पहिला चाहिँ अब हेर्नु चाहिँ कुरकुरे रहेछ, कुरकुरे चाहिँ म चाख्छु है कस्तो रहेछ। कुरकुरे त्यो पिरो छैन रहेछ, ठिकै रहेछ। अझै चिज बल चिजबल, यो चाहिँ क्विक चिजबल रहेछ है। ठिकै छ यो पनि। अब कुरकुरेको यो चाहिँ स्पाइसी फ्लेमिङ हट रहेछ है, एक्स्ट्रा फ्लेमिङ हट। चाहिँ फ्राई भएको पिरो रहेछ यता, हट हट पिरो। खतरा स्पाइसी रहेछ। एक्स्ट्रा फ्लेमिङ हट अकबरी चिल्लीको रहेछ नि क्या, अकबरी चिल्लीको खतरा रहेछ यो चाहिँ। अब यो चाहिँ सेन्चुरीको नाचोच, यो चाहिँ एङ्गल्स टाइपमा रहेछ है। कस्तो रहेछ थोरै धेरै हुँदैन रहेछ। वाउ, यो चिज रहेछ, चिज मिठो रहेछ यो पनि। त्यो एङ्गल्स हुन्छ, ठिक छ, मिठो रहेछ। सबै नेपाली प्रडक्ट हो है, सबै नेपाली प्रडक्टको यो चाहिँ इरियो गोवा जति पनि छ नि सबै नेपाली प्रडक्टको स्पाइसी स्न्याक्स अनि चिजी पनि रहेछ है। अब चाहिँ मैले यो इरियो गोवा अम्बाको जस्तै छ है, कस्तो रहेछ त्यो पनि टेस्ट गरौँ न। सबै नेपाली प्रडक्ट है साथी हो। टेस्ट चाहिँ अम्माको रहेछ, सोलिड रहेछ यार, ठिक छ नि यार गोवाको। यो चाहिँ तितौरा, नेपाली प्रडक्टको तितौरा सक्दिनँ न यो पनि। तितौरा है साथी हो। त्यो यो पनि स्पाइसी रहेछ। सबै चाहिँ ओरेन्ज, स्प्रिङ ओरेन्ज है, यो पनि नेपाली प्रडक्टको है, स्प्रिङ ओरेन्ज जेली है यो चाहिँ।
टेस्टी रहेछ रस यस्तो रहेछ यो चाहिँ ओरेन्ज फ्लेभर यम्मी के हो फेरि मिठो रहेछ अब यो चाहिँ क्विक्स अरू बेला पनि खाइरहेको थिएँ यो चाहिँ सोर क्रिम एन्ड ओनियन पोटेटो चिप्स रहेछ क्विक्सको नेपाली प्रडक्टको क्विक्स लेस जस्तै नै होला यो है साथी चिप्लो गयो यो चाहिँ प्रायः जस्तो चलेको है मिठो पनि छ सबैले खान्छ है यो चाहिँ क्विक्सको सोर क्रिम एन्ड ओनियन पोटेटो चिप्स ठिक छ यो पनि यो खाएपछि चाहिँ फ्रेन्डसिप गर्नु मिल्दो रहेछ ठिक छ यो पनि अब आयो पेनी सेन्चुरीको पेनी चाइनिज चिल्ली त्यो पनि स्पाइसी होला यसमा सस पनि छ जस्तो छ विथ स्पेनिस टमेटो खतरा आर्ट्स छ त्यो त यसको सस सस पेस्ट छैन के हो यसको टेस्ट आउनु पर्ने त यस्तो टाइपको रहेछ है मेरो विचारमा चाहिँ यसमा पेस्ट पनि हुनुपर्ने हो मिसिङ भएर रहेछ कम्पनीले मिसिङ गर्दैछ पेस्ट टमेटो सस त्यति खाइदिनु न त्यस्तो टाइपको रहेछ यो टेस्ट चाहिँ मिस गरेको तर ठिकै छ टमाटो फ्लेभरै आउँछ तर यसमा चाहिँ सस पनि हुनुपर्ने जस्तो लाग्छ मेरो विचारमा यो चाहिँ के रहेछ त रोल्स चोको रोल्स यो चाहिँ चोको रोल्स है सुजल कम्पनीको रहेछ यो चिप छ है 10 रुपिस मात्र पर्ने रहेछ कस्तो रहेछ खै त चिप्लो भएर ओ
यस्तो रोल हुन्छ है साथीहरू, खतरा रोल हुन्छ त्यही। दामी रहेछ क्या, ठिकै छ यो पनि। मलाई चाहिँ मन पर्यो है, टेस्ट पनि दामी छ। कस्तो लाइनिङ स्टाइलले चाहिँ रोल भएको रहेछ है, तपाईँहरू पनि टेस्ट गर्नु सक्नुहुन्छ है। राम्रो रहेछ, चोकोफोनको रहेछ नि त साथीहरू, चोकोफोन कम्पनीको रोल्स है। फ्रुटी खानु पऱ्यो, फ्रुटी होइन यो चाहिँ रियो गोवा। ठिक छ, यो पनि यसको टेस्ट पनि बबाल छ है। यो चाहिँ अम्माको त मलाई साह्रै मन पर्यो, सिजेको रहेछ यहाँ। ठिक छ, तपाईँहरूले पनि टेस्ट गर्न सक्नुहुन्छ, सबै सिकाइदिनु पऱ्यो। नो ल अहिले सबै चाख्यो है, सबै ठिक लाग्यो मलाई। यो कुरकुरे यो चाहिँ स्पाइसी रहेछ है, एकदम अकबरेको। यो चाहिँ यो पनि ठिक छ, नाचोस सेन्चुरीको नाचोस है, एङ्गल्समा यो पनि ठिक छ, राम्रो छ। यो चाहिँ पुरानो कम्पनी क्विक्स चिज बल, अनि यो हामीले खाइराख्ने रेगुलरले जस्तै फ्लेभर भएको क्विक्स, अनि पेनीको सेन्चुरी पेनी है, टमेटो। तर यसमा चाहिँ सस पनि हुन्छ जस्तो लागेको थियो, तर यसमा चाहिँ मिक्स भएर रहेछ। अनि अकबर यो के भन्ने यसलाई, तितौरा, यो पनि ठिक छ है। साथीहरूले पनि टेस्ट गर्नु सक्नुहुन्छ भन्दै आजलाई चाहिँ म यो भिडियो यही टुङ्गाउन चाहन्छु। भन्दै आगामी दिनहरूमा चाहिँ अब चाहिँ रेगुलर भिडियोहरू हजुरहरूको सामु चाहिँ म ल्याउँछु है। मेरो केही कामले गर्दा चाहिँ म भिडियो बनाउन सकेको थिइनँ भन्दै आजलाई चाहिँ भिडियो यहीँ टुङ्गाउन चाहन्छु। अनि मेरो यो च्यानललाई चाहिँ लाइक, कमेन्ट, सेयर सबै गरिदिनुहोस् है साथीहरू, माया गर्नुहोस् है। त्यो भन्दै आजलाई चाहिँ म भिडियो यहीँ टुङ्गाउन चाहन्छु। बाइ बाइ।